दिपेन्द्र सिंह ऐरीको आक्रामक अर्धशतकमा नेपालले 12 वर्षपछि टी20 विश्वकपमा पहिलो जित हात पारेको छ। सम्भवतः म जस्तै तपाईँहरू पनि आज धेरै खुसी हुनुहुन्छ होला। 23 बलमा अर्धशतक प्रहार गरेका ऐरीलाई तथा गुलसन झा अनि विशेष धन्यवाद सोमपाल कामीलाई। भनिन्छ मुटु रोगीले नेपालको क्रिकेट नहेर्दा हुन्छ। आज पनि कतिलाई त हार्ट एट्याकले झन्डै छोयो होला। अन्तिम ओभरसम्म खेल पुर्याएर जित्दा त मजै बेग्लै आउने। तर खुसीको कुरा नेपालको टी20 विश्वकपमा लामो खडेरीपछि यो जित आएको हो। इङ्ल्यान्डसँग 4 रनको पीडा अनि इटालीसँग 10 विकेटको चोटलाई यो जितले मलम मात्र लगाएन। 2014 पछि कुनै राष्ट्रलाई हराउन नसकेको नेपालले स्कटल्यान्डलाई 7 विकेटले पराजित गर्दै 12 वर्षपछि आज इतिहास रच्यो। र सम्भवतः हामी भाग्यमानी पुस्ता हौँ जसले यो इतिहासको साक्षी बन्न पायौँ। टस जितेर बलिङ रोजेको नेपालले अन्तिम 5 ओभरमा विकेट लिँदै स्कटल्यान्डलाई दबावमा राखेको थियो। सोमपालले 1 ओभरमा 2 विकेट लिएपछि नेपालले हरेक ओभरमा विकेट लिएको थियो। नेपालले अन्तिम ओभरतिर 6 विकेट लिएर 39 रन मात्र खर्चेको थियो। यस विश्वकपमा डेथ ओभरमा नेपालको यो उत्कृष्ट बलिङ हो। 16औं ओभरमा दोस्रो स्पेल लिएर आएका सोमपालले एकै ओभरमा 2 विकेट लिँदा त वाङ्कडेमा नेपाली दर्शकहरूको हल्ला मज्जाको थियो। बलिङमा नेपालको लागि सोमपाल कामीले 4 ओभरमा 25 रन मात्रै खर्चेर सर्वाधिक 3 विकेट लिए। आजको खेलपछि सोमपाल कामी टी20 विश्वकपमा नेपालका लागि सर्वाधिक 9 विकेट लिने खेलाडी बनेका छन्। यसअघि दिपेन्द्र सिंह ऐरीको नाममा 8 विकेट थियो। सन् 2014मा बङ्गलादेशमा विश्वकपमा डेब्यू गर्दा हङकङ र अफगानिस्तानलाई पराजित गरेको नेपालले त्यसयता 6 खेलमा हार बिहोरेको थियो। अघिल्लो वर्ल्ड कपको साउथ अफ्रिकासँगको 1 रनको हार त सबैलाई यादै होला। नेपालको लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पावर प्लेमै 56 रनको साझेदारी गर्दै नेपाललाई शानदार सुरुवात दिलाएका थिए। यो संस्करणमा नेपालको पावर प्लेमा यो सबभन्दा हाई स्कोर पनि हो। नेपालको पहिलो खेलमा इङ्ल्यान्ड विरुद्ध नेपालले पावर प्लेमा 47 रन बनाउँदा 2 विकेट गुमाइसकेको थियो। भुर्तेल पनि आजको खेलमा लगभग हाफ सेन्चुरी नजिक पुगेका थिए। उनले 43 रन, त्यस्तै गरी आसिफले 33 रनको योगदान गरे। आक्रामक ब्याटिङ गरेको दिपेन्द्रलाई गुलसनले राम्रो साथ दिए। यसपटक सुपर 8मा पुग्ने लक्ष्य रहेको नेपालले इङ्ल्यान्ड, इटाली र वेस्ट इन्डिजसँग खेल गुमाएपछि समूह चरणबाटै बाहिरिसकेको थियो। तर प्रतिष्ठाको लागि भएको अन्तिम खेलमा नेपालले जितसहित सुखद रूपमा अन्त्य गरेको छ। दिपेन्द्र सिंह ऐरीको नाममा 9 बलमै अर्धशतक बनाएको कहिले नटुट्ने विश्व रेकर्ड छ र हाल उनी अलराउन्डरको टप 6 मा छन्। दिपेन्द्र सिंह ऐरी टी20 विश्वकपमा 2 पटक अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी पनि बनेका छन्। यसअघि सन् 2014मा सुभाष खकुरेले अर्धशतक बनाएको इतिहास छ। दिपेन्द्रका दुवै अर्धशतक भने यही विश्वकपका हुन्। वेस्ट इन्डिज विरुद्धको अर्धशतक याद होला नि है। टी20 विश्वकपमा लगातार अर्धशतक हान्ने उनी मात्र पहिलो नेपाली खेलाडी पनि हुन्। लामो खडेरीपछिको जितको लागि सम्पूर्ण नेपाली खेलाडी र समर्थक एवं क्रिकेट प्रेमीहरूलाई हार्दिक धन्यवाद।